डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले चाहिँ असाइलम स्वीकृत भइसकेका व्यक्तिहरू जसको ग्रीन कार्डको प्रक्रियामा गइसकेको थियो, ग्रीन कार्ड पाउने प्रक्रियामा थिए भने ती व्यक्तिहरूको ग्रीन कार्डको लागि अहिले रोक लगाएको छ। अर्थात् कहिलेसम्म कुन समयसम्म भन्ने एकिन विवरण छैन, तथापि पनि अहिलेको समयमा रोक लगाएको छ। जब ट्रम्पले आफ्नो कार्यकाल सम्हालिसके पश्चात चाहिँ यी प्रक्रियाहरूमा अगाडि बढेसँगै उक्त प्रक्रियाको जुन ल्याएको अध्यादेशको कार्यान्वयन गर्नको लागि अहिले गरिएको भनिएको छ। तथापि पनि अब धेरै कडाई हुँदैछ। जो जति व्यक्तिहरू जो नेपालबाट अमेरिका आएका व्यक्तिहरू थिए, विभिन्न चरणमा आएर चाहिँ असाइलम फाइल गरेर चाहिँ ग्रीन कार्डको प्रक्रियामा गइसकेका अर्थात् स्वीकृत भइसकेको ग्रीन कार्डको प्रोसेसमा गइसकेका व्यक्तिहरू माथि पनि अब छानबिन हुने भएको छ। वास्तविक हो कि होइन, यकिन हो कि होइन, उक्त व्यक्ति असाइलम फाइल गर्नको लागि योग्य छ कि छैन, ती आधारहरू ती कानुनी पुष्टिहरू भए तापनि देखिन्छ कि देखिँदैन, वास्तविकता हो कि होइन भनेर राम्रोसँग चेक जाँच गरेर मात्रै अब ग्रीन कार्डको प्रोसेस प्रक्रिया अगाडि बढ्नेछ। नत्र भने पूर्ण रूपमा फेरि ग्रीन कार्डको प्रक्रियामा प्रोसेसमा गइसकेका केसहरू पनि अब फेरि खारेज हुने सम्भावना बढी छ। तथापि पनि ग्रीन कार्ड पाइसकेका सिटिजनसिप पाइसकेका व्यक्तिहरूलाई पनि झुटा विवरण पेश गरेमा अर्थात् झुटा विवरण पेश गरेर चाहिँ ग्रीन कार्ड लिएको अर्थात् सिटिजनसिप प्राप्त गरेको छ भने पनि त्यस्ता व्यक्तिहरूको ग्रीन कार्ड र सिटिजनसिप खोसेर तिनीहरूलाई चाहिँ डिपोर्ट गर्ने भन्ने कुराहरू यहाँभन्दा अगाडि तपाईँले सुनिराख्नु भएको होला। अब नेपालबाट जो जति व्यक्तिहरू आउनु भएको छ, असाइलम मुद्दाको प्रक्रियामा गएका व्यक्तिहरूको त झनै अन्यल छ, नहुने सम्भावना लगभग धेरै छ। तथापि पनि असाइलमबाट फाइल स्वीकृत भएर जो अदालतबाट मुद्दा जितेर ग्रीन कार्डको प्रोसेसमा गइसकेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि अब तनावको स्थिति सिर्जना भएको छ। अब पूर्ण रूपमा फेरि छानबिन गरेर मात्रै यसको प्रक्रिया अगाडि बढ्नेछ। त्यो समयसम्मको लागि चाहिँ अब ग्रीन कार्ड रोक लगाएको छ भनेपछि तपाईहरूले अब यसले चाहिँ धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू जो असाइलम फाइल गरेर प्रोसेस अगाडि बढेका नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्थ्यो, जो असाइलम फाइल गर्ने प्रक्रियामा हुनुहुन्थ्यो, जसले फाइल गरिरहेको थियो, अब ती व्यक्तिहरूलाई भने झन् सङ्कटको सामना गर्नुपर्ने देखिन्छ। त्यसकारणले समयमै सचेत रहनु होला, कानुनी परामर्श लिनु होला। यहाँ अमेरिकामा अब तपाईँले असाइलम फाइल गरिसक्नु भएको छ, ग्रीन कार्डको प्रोसेस भइसकेको छ भने अब तपाईँले के डकुमेन्टहरू सब्मिट गर्नुभएको थियो त्यो अनुसारको आफ्नो आवश्यक कागजपत्र जुटाउनु होला। आफूले हायर गरेका त्यतिखेरको समयको वकिलहरूसँग सम्बन्धी कानुनी परामर्श लिइराख्नु होला। साथै अब आगामी प्रक्रियामा असाइलम मुद्दा फाइल गरेर चाहिँ यदि होइन भने अब झुटा विवरण राखेर तपाईँले प्रोसेस गरेर मात्रै पाउने आधारहरू छ भने नगर्दा उपयुक्त हुन्छ, किनकि नहुने सम्भावना बढी छ। किनै खर्च गर्नुहुन्छ र जे जसरी भए पनि भोलिको समय ग्रीन कार्ड पाउने प्रोसेसमा सम्म तपाईँ पुग्न सक्नुहुन्न, पाइहाल्यो भने पनि खोज्छ भने किन यो प्रक्रियामा जानुहुन्छ? बेकाममा सम्पत्तिको नाश, समयको बर्बाद। बरु जति समयसम्म तपाईँ यहाँ बस्न सक्नुहुन्छ त्यति समयसम्म कमाउनुहोस्, नेपाल फर्किनुहोस्। सबैभन्दा उत्तम तरिका, उत्तम उपाय त्यही नै होला। तथापि पनि अब ग्रीन कार्डको प्रोसेसहरू सम्पूर्ण कुराहरू रोक लगाएको छ। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले अब भोलिको दिनमा यसका प्रक्रिया आगामी के हुन्छन् भन्ने कुराहरू हेर्ला। अब तपाईँहरूको केसमाथि पनि थप चेक जाँच हुने भएको छ। हस्त हाम्रा युट्युब च्यानलबाट यस्तै नयाँ खालका कन्टेन्टहरू आइरहेका छन्। के कस्ता हुन्छन् ती कुराहरू तपाईँहरूलाई हामी अपडेट गर्नेछौँ। त्यसकारण अझै पनि हाम्रो युट्युब च्यानल यदि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिनु होला। आगामी दिनहरूमा यस्तै नयाँ खालका कन्टेन्टहरू अपडेट भएका कुराहरू तपाईँहरूलाई हाम्रो यस युट्युब च्यानलबाट लिएर आउनेछौँ। भिडियो मन परेमा लाइक गर्नु होला, साथै अन्य साथीहरूलाई जानकारीको लागि सेयर गर्न पक्कै पनि नभुल्नु होला। हस्त नमस्ते।